होइन त्यही भएर त भनौँ भने ओए भन्छ सब एकचोटि फेरि मेहनतीले चाहिँ काम गर्छ, अन्न फलाउँछ, देशको लागि केही न केही गर्छ केही गर्छ। सञ्चारकर्मी भएको भए चाहिँ एफएम भएको भए चाहिँ दुईचोटि रेकर्ड हुन्थ्यो, दुईचोटि बोल्नु हुन्थ्यो। यो मासला फेरि राजनीति यसले राजनीति कुरा गरिगयो लास्टमा आफैले राजनीतिक कुरा गरिरहेको छ यार भाइ। यस्तो होइन नि त, किसानीको कुरा बोल्दैन एकखेल। चाइनिज कुरा आउँदैन, तामाङबाट चाहिँ बोलिदिनु भने बोलिदिन्छु ल बोल्थिएछ है। ल मलाई अब डिस्टर्ब नगर, आफ्नो काम के छ त्यही हो होइन भनेको के किसानीले चाहिँ अन्न उब्जाउँछ, मेहनत गर्छ होइन, अल्छीले मात्र राजनीति गर्छ भन्ने कुरा चाहिँ प्रश्न पार्दैन नि त। त्यो दामी लाग्यो लाइन होइन त्यो गरेर केही फाइदा छैन। त्यो कुरा भन्दैन न यार, एकचोटि तिमी भन्न सक्दैन? मैले भनेर फाइदै छैन। एकचोटि भन्दैन भाइ, भन्दैन मतलब यो पागल नेपालीले बोल्नु भन्दा म पागल भयो भन्छ भएन। भनेपछि अघि बोलेको भाषा बोल्नु भएन, त्यही भाषालाई एकचोटि दोहोऱ्याउन के हुन्छ? एकचोटि भनिदेऊ न यार। जसले बुझ्छ, जसले गर्छ नि, यो उसैलाई राम्रो इतिहास हो। नबोलिदिँदै जाँदा के पनि हुँदैन है। अब तपाईँ किसानीले टिचर, किसानीले शिक्षा हो। काम गर्छ, किसानले काम नगरे के गर्ने? बगर खान्छ। त्यही त, किसानीले काम गर्छ, किसानीले रोजगारी पनि दिन्छ, किसानीले देश विकास पनि गर्छ तपाईँ भ्लगर बनाउनु जानु यार होइन। उता गुल्लीतिर ऊ केशवको भाइसँग जानु, अनि अल्छीले मात्र राजनीति गर्छ होइन त? त्यो तपाईँलाई थाहा हो। होइन भाषा त त्यही हो नि त। अल्छीले राजनीति गरेर हिँड्छ है, गाउँ डुलेर हिँड्छ होइन, मान्छेलाई बोका बनाउँछ होइन, त्यो कामै नलाने गाई गुज्री हो त्यो। उल्टो पाल्टो कुरा गरेर मान्छेलाई बोका बनाएर हिँड्ने। अनि खेती किसानीलाई तपाईँ जेठो कि म जेठो? जेठो त अब समय जेठो हो। समय जेठो होइन, हो तपाईँ अगाडि भोट फाडे कि म अगाडि भोट फाडे? भोटभाडा त मै हो। हो। अनि अब यो तिमीलाई होइन, ज्ञान विज्ञान बुद्धि विवेक तपाईँले दिने कि मैले दिने? ज्ञान विवेक भनेको यत्रो सानो बच्चासँग पनि लिनुपर्छ। घर अर्थी भनेको घरतीसँग पनि लिनुपर्छ भनेको उखान थाहा छ छैन? सबैले होइन, सबै कुरा ठुलो के अरे जेठो बाटोसँग मात्रै अर्थी हुन्छ। जेठो बाटोले कोसँग लिन्छ? जेठो बाटोसँग मात्रै अर्थी हुन्छ तपाईँ जस्तो है, तपाईँ जेठो छोरा छ भने तपाईँको अर्थी कसले लिन्छ? बाउबाट लिन्छ। बाउले कसले सिकाएको हुन्छ? बाजेले सिकाएको हुन्छ। यार नजानेको टुटी फुटी भनेको चाहिँ सबै कुरा जेठो बाटोले जानेको हुन्छ भन्ने छैन। त्यो अब कुरा प्रश्न भनेको बल्ल यहाँ आयो कि सानोसँग पनि लिन्छ, ठुलोसँग पनि लिन्छ। हेर भाइ, त्यो 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 धेरै कुरा मैले भन्नु खोजेको थिएँ, खेती किसानीले राम्रो लाग्यो लाइन भनेको देशमा